सो आज यो भिडियोमा चाहिँ मलाई एउटा फिचरको बारेमा एक्सप्लेन गर्न मन लाग्यो। सो हामी जाउँ सिधै यो कस्टम स्क्रिन भन्ने जुन सारथी प्लानमा छ। यसमा तपाईँले डिफ्रेन्ट स्क्रिनरहरू रेडी देख्नुहुन्छ है। जस्तै तपाईँलाई चाहिँ के हेर्नु मन लाग्यो, अब मानौ बोलिन्जर ब्यान्ड स्क्विज बारे हेर्न मन लाग्यो भने यसमा क्लिक गर्ने। सो त्यो रिलेटेडको कन्टेन्टहरू आउँछ, यहाँ फिल्टर गर्न मिल्छ। त्यस्तै आईमा क्लिक गर्नुभयो भने यसले कसरी काम गर्छ, किन महत्त्वपूर्ण छ र यसलाई कसरी युज गर्ने भन्ने कुराको एक्सप्लेनेसन पनि छ त्यहाँ बेसिक है। त्यस्तै तपाईँलाई अरू कुराहरू हेर्नु मन लाग्यो, जस्तै हाई भोल्युम सर्च कुन कुनमा भइरहेछ, यो किन इम्पोर्टेन्ट छ त, कसरी चाहिँ हाई भोल्युम सर्च हुन्छ, यसलाई कसरी युज गर्ने भन्ने कुराहरू यहाँ देखाइएको छ। सो यो यहाँ धेरैवटा स्क्रिनहरू छन्, यो प्रिडिफाइन स्क्रिनरहरू भयो। कतिपय तपाईँहरूलाई चाहिँ स्पेसिफिक कुराहरूमा आफ्नो स्क्रिनरको कामहरू गर्न मन लाग्ने हुनसक्छ। त्यस्तो सिनारीमा यो टप राइटमा गएर फिल्टरमा क्लिक गर्नुभयो भने यो चाहिँ आफ्नो कस्टम स्क्रिनर रन गर्न मिल्छ। जस्तै एड फिल्टर गर्नुहोस्। अब मानौँ मलाई चाहिँ त्यस्तो स्टकहरू मात्रै चाहियो जुनको लास्ट ट्रान्जेक्सन प्राइस इज ग्रेटर देन लेट्स चाहिँ 500 भन्दा धेरैको मात्रै चाहियो मलाई है भने एड फिल्टर गर्ने अनि त्यसपछि रन स्क्रिनर गर्ने। डेटा आयो। सो हामीसँग 500 भन्दा माथि भएका डेटाहरू आयो जसको लास्ट ट्रान्जेक्सन चाहिँ 500 भन्दा माथि छन् है। अब यसमा तपाईँले प्राइस अनुसार फिल्टर गर्ने कि होइन, अब चेन्ज अनुसार फिल्टर गर्ने कि वाट एभर लाइक, अब यो गर्न मिल्यो। त्यस्तै यो माथि चाहिँ इन्फर्मेसन दिइएको छ होइन। अब ब्याक टु यो, अब यसमा तपाईँले अरू फिल्टरहरू एड गर्न मिल्यो। जस्तै तपाईँले प्राइस एन्ड मार्केट बेसिसमा फिल्टर गर्न चाहनुहुन्छ कि फन्डामेन्टल्सहरूमा गर्न चाहनुहुन्छ कि टेक्निकल कुराहरूमा स्मार्ट मनीमा गर्न चाहनुहुन्छ कि यो सबै फिल्टरहरू हालेर तपाईँलाई आफूलाई चाहिएको जस्तो स्टकहरू चाहिँ इजिली हेर्न मिल्छ यहाँबाट। भनेको तपाईँलाई चाहिँ कुनै पनि स्टक किन्नु अथवा बेच्नु मन छ र यस्तो यस्तो सिनारियो भयो भने चाहिँ म किन्छु र बेच्छु भन्ने छ भने त्यो सबै फिल्टर युज गर्ने ठाउँ चाहिँ यो है। तपाईँहरू यो चलाएर हेर्नु भएको छैन जस्तो लाग्यो धेरैजनाले, ट्राई गरेर हेर्नु कस्तो लाग्छ।